पार्टी सम्बद्ध नेता कार्यकर्ताहरू, महिला सज्जन र पत्रकार मित्रहरू, सँगसँगै मञ्चमा रहनुभएका अन्य समीक्षक मित्रहरू, अब यतिका कुरा सुनिसकेपछि यो पुस्तक पनि पढिसकेपछि मेरो चाहिँ प्रमुख अतिथीय मन्तव्य भएको हुनाले मलाई त्यति विषयगत कार्यभार छैन। त्यसकारण त्यो विषयमै उभिएर संक्षिप्तमा आफूलाई लागेका केही कुराहरू राख्दै म अघि बढ्ने अनुमति चाहन्छु। खास गरी नेपालको इतिहासको 4वटा 5वटा धाराहरूको बारेमा मैले बारम्बार भनेर आएको हुँ। त्यसलाई आज पुनरुद्धित गर्नु उपयुक्त हुन्छ होला भन्ने लागेको छ मलाई। सुरुमा चाहिँ नेपालको इतिहास 4-5 सभ्यताहरूबाट बनेको छ म भनिआएको छु। काठमाडौँबाट किराँत सभ्यता हुर्केको छ, सुदूरपश्चिमबाट खस सभ्यता हुर्केको छ, मध्य तराईमा मिथिलामा विदेह सभ्यता र समानान्तरमा कपिलवस्तुको शाक्य सभ्यता। यो 5वटा सभ्यताको सम्मिलन र सम्मिश्रणबाट नेपाली सभ्यता बनेको छ। यो भनिरहँदाखेरि मोहरान सभ्यताको कुरा चाहिँ कहिले आएन। यो मोहरान सभ्यता थिएन कि क्या हो डाक्टर साहब भन्ने टिप्पणी मलाई बारम्बार आइरहने गर्छ। यो काली गण्डकीको भेगमा मगर सभ्यता पनि हुर्केको हो कि भन्ने छ। समष्टिमा नेपालको इतिहास लेख्ने काम अहिले पनि भएको छैन। पछिल्लो चरणमा आफ्ना इतिहास र संस्कृतिहरूको बारेमा उत्तीर्णताहरू बरु बढेका छन्, तर यसलाई समष्टिमा प्रस्तुत गर्ने प्रवृत्ति चाहिँ खुम्चेर गएको छ। फलस्वरूप हामीले समष्टिमा हाम्रो मुलुकको राष्ट्रियता, हाम्रो मुलुकको राष्ट्रिय इतिहास र यसलाई समग्रमा बुझ्ने जुन एउटा राष्ट्रिय दायित्व हो, त्यो दायित्वलाई अलिकति पन्छाए जस्तो हुन पुगेको छ र हुन पुगेका हौँ कि भन्ने जस्तो भएको छ। किराँतहरू यहाँबाट विस्थापित भइसकेपछि पूर्वतिर लागे भन्ने गोपाल वंशावलीले भन्छ। ती पूर्वतिर लागेका किराँतहरू भन्नाले आजभोलिका राई लिम्बू मात्रै उनकी सुनुवा जातिहरू पनि, त्यसभित्र तामाङ पर्ला, त्यसभित्र शेर्पा पर्ला, त्यसभित्र अन्य जातिहरू पर्लान्। 12 समुदायको बारेमा डाक्टर हर्क गुरुङले उल्लेख गरिराखेको पाइन्छ। ती पूर्वतिर लागेका किराँतहरू को हुन्? मैले यो बारेमा एउटा लेख लेख्न खोजेँ धेरै वर्ष पहिला मैले लिम्बू र राईलाई छुट्याउन खोजेँ। निकै कोसिस गर्दाखेरि पनि मैले त्यसलाई छुट्याउन सकिनँ, किनभने लिम्बूको आफ्नै पद्धति छ, राईको आफ्नै पद्धति छ, लिम्बूको आफ्नै अनुहार छ, राईको आफ्नै अनुहार छ। महत्त्वपूर्ण कुरा चाहिँ आफ्ना भाषाहरू छन् तिनीहरूका। एउटा पछिल्लो फाइन्डिङ्स पुरातत्व विभागको आएको छ। त्यो पुरातत्व विभागको पछिल्लो फाइन्डिङ्सले चाहिँ के भन्छ भने पूर्वतिर राई लिम्बू लाग्नुभन्दा अगाडि नै त्यो क्षेत्रमा एउटा जाति बस्थ्यो। अब त्यो जाति को हो त्यो फेरि आइडेन्टिफाई छैन। उनीहरूको चिहान इत्यादि फेला परेको छ, त्यहाँ पुवालोहरू फेला परेका छन्। अब त्यो पुवालो कुन जातिले लगाउँछ? शेर्पा जातिले लगाउँछ, लेप्चा जातिले लगाउँछ, कुन जातिले लगाउँछ? त्यो पनि ठिकसँग फाइन्डिङ्स भइरहेको छैन। यतिका साना मसिना इतिहासका पक्षहरू, पुरातात्विक पक्षहरू, यसमा हामीले गहिरो गरी जानुपर्नेमा त्यतातिर पनि हामीहरू जानुपर्ने जति जान सक्ने जस्तो मलाई लाग्दैन। मुलुकले राष्ट्रिय इतिहासको लेखन गर्नुपर्ने त्यो पनि हुन सके जस्तो मलाई लाग्दैन। ठुल्ठुला विश्वविद्यालयहरू छन्, प्रज्ञा प्रतिष्ठानहरू छन्। ती प्रतिष्ठानहरूमा पनि लैनशील बाङ्देलहरू जस्ता, सूर्यविक्रम गेवालीहरू जस्ता र अन्य इतिहासज्ञहरूले हिजो जसरी इतिहासको अन्वेषण गर्थे, अनुसन्धान गर्थे, त्यो प्रक्रियालाई पनि राजनीतिले गाँजिसकेपछि ती प्रतिष्ठानहरू आफ्ना कार्यकर्ताहरूलाई भर्ती गर्ने दुष्प्रवृत्तिले